हेलो एभ्रिवान, दिस इज प्रितम र यो चाहिँ मेरो फर्स्ट मिनी ब्लग र फर्स्ट ब्लग भएर होला म हल्का नर्भस पनि छु र आजको मेरो यो फर्स्ट मिनी ब्लग चाहिँ स्टार्ट हुन्छ किचनबाट। किनभने आज चाहिँ मैले बनाउनु थियो खाना, किनभने दिदी र मम्मी दुवैजना खेतमा हुनुहुन्थ्यो र मैले चाहिँ आज खाना बनाउनु पर्ने थियो। त्यसपछि मैले एकपछि अर्को गर्दै पालो खाना बनाउँदै गएँ। मलाई चाहिँ लगभग 1-1.5 घन्टा लाग्यो यति पकाउन। यो चाहिँ भयो मासु, त्यसपछि मैले बनाएँ दाल, अनि त्यसपछि मैले बनाएँ काँचो अचार, अनि मैले पकाएँ भात। त्यसपछि गएर म चाहिँ भान्जालाई बोर्डिङ लिन जानु पर्थ्यो किनकि उनी बिहानै ट्युसन पढ्न गएको थिएँ। त्यसपछि गएर म भान्जालाई लिन उनको बोर्डिङ गएँ, भान्जालाई लिएर आएँ। त्यसपछि गएर म चाहिँ लास्ट ह्याङ भइसकेको थिएँ बिहानभरि पकाउँदै। त्यसपछि म लागेँ फ्रेस हुनतर्फ। फ्रेस भइसकेपछि मलाई चाहिँ आज जानु थियो ब्याङ्क। त्यसपछि म खानासाना खाएर ब्याङ्कतिर लागेँ। ब्याङ्कमा सानो कामसाम सकाएर त्यसपछि मलाई काट्नु थियो कपाल। म चाहिँ गएँ कपाल काट्नतिर। त्यसपछि यो चाहिँ मेरो कपाल भयो, दिदीले काटिदिनु भयो एकदमै राम्रो बनाएर। त्यसपछि म घर आएर नुहाएर कपालमा हल्का सेरम पनि लगाएँ। त्यसपछि म त्यत्तिकै बसिरहेको थिएँ दिउँसो, अनि काम थिएन खासै, एउटा फिल्म पनि भ्याएँ। अनि बेलुका चाहिँ मलाई बाबाले मेडिकल गएर औषधि ल्याइदियो भन्नुभयो। त्यसपछि म लागेँ मेडिकल गएर औषधि लिएर आएँ। त्यसपछि मलाई बेलुकाको लागि तरकारी ल्याउनु थियो। त्यसपछि गएँ म तरकारी लिनतिर। अनि आएर फेरि कामै के थियो र फेरि लागेँ म फिल्म हेर्न। अहिले चाहिँ मैले होस्टेल 3 भन्ने युट्युबमा आएको नयाँ मुभी रहेछ, हेरेको थिएँ। त्यो मुभी चाहिँ मलाई राम्रो लाग्यो, एकदमै राम्रो लाग्यो। कुल बोयको एक्टिङ एकदमै दामी छ। र आजको लागि यति नै, बाई बाई गाइज।